साथीहरु आज चाहिँ केराबारीतिर घाँस कटिङतिर घाँस काट्ने त्यस्तै त हो। केराहरूलाई बट्नै नदिएर पुरै लास्टै दुश्मन रहेछ यो केराको दुश्मन। हेर्दाखेरि मकै पात जस्तै पुरै ढोँड्छ। पारिदेखि फाट्दै 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 आएको डह्रो काटियो है घाँस त। यो केराबारीको बिचमा चाहिँ यो चाहिँ बेलौटी फलेको, हामीले चाहिँ बेलौटी भन्छ, अम्मा पनि भन्छन् है यसलाई। हामीले चाहिँ बेलौटी भनेर भन्छ। पुरा काँचै छ गाँठे, बर्खा सकिनलाई यो यतातिरको बर्खा कहिले पाक्ने हो यो गाँठे। फल्न त फलेको छ झोत्र नै। साथीहरु के गर्ने, गाउँले दुखे मान्छे, अब गाउँघरको किसानको छोरो गरियो जहाँ गयो पनि घाँस दाउरा गर्ने काहीँ पनि छोडेन यार यो दुखीले। अब जिन्दगी यस्तै त हो। अब यहाँ मौरिसस पनि त्यस्तै हो। आज पार्ट टाइम काम गर्न आएको, पुरै घाँस कम्ता काट्यो आज। कति काट्यो दाइ? लगभग 20 तर काट्यो के हो? सिम घाँस काट्यो। अब हाम्रो गाउँघरतिर हँसिया हुन्छ, यसले फान्ने ध्यान हँसिया भए पो सजिलो हुन्थ्यो। यस्तै हो दुखारी जिन्दगी। नलाग्ने भयो क्या, लाग्ने जस्तो भइदियो अब। लाग्दै लाग्दैन यस्तो मौका बाख्रा काट्यो जस्तो काट्यो अनि हुन्छ। सलक्क केरा देखाइदिनुहोस् त। अझै छ पार्नु पर्ने यत्रो। ए लगभग बहुत छ। यहाँ ठुल्ठुला जन्डिसको औषधि हुन्छ होइन त्यो? एउटा चाहिँ पाक्ला रहेछ हेर, यो पाक्ला रहेछ। यस्तो यस्तो छन्ने भने टन्नै छन् यो घरिभरि। सर अब उतातिर घाँस काटिसक्यो। केरा त टन्नै ब्याएको रहेछन् केरा क्या, जहाँ हेर त्यहीँ ब्याएको छन्। भर्खर दबाउने अरे के हो त्यहाँ खोर्सानी लगाएको छ के हो? अरे यो होइन रहेछ त्यत्तिकै। केराको घाँस न घरि कस्तो फल्यो त यार किर्चिकै, जहाँ हेर फल्या। अरे दुइटै किन हो फेरि यस्तो? यो अब उनीहरूले दबाई हालेर बनायो भने पाकिहाल्छ। ल भयो है त। बारीको छेउमा फेरि यो रातो खाले बेलौटी टन्नै पाके रहेछ है। आउन पनि झोत्र नै आएछ। वामा रातै पाएछ यार। अब टिपेर कच्याम खानुपर्छ अब। धेरै टिपेन, यति भए त हुन्छ। केराहरूले लग्नु पर्ला, मैले पनि खानु पर्यो। केराहरू पारी हुनुहुन्छ, केरा लटगाडी हुनुहुन्छ। त्यो दामी छ नि, हेर्दै खाउँ खाउँ लाग्ने। टन्नै पाकेको छ, सानो सानो छ। पाक्नु पनि कति फल्न पनि कति फल्या हो। यस्तो फल्दैछ पाक्दैछ, फल्दैछ पाक्दैछ। यस्तो खोइ काम गर्दा गर्दा सानो थाक्केन थाक्केन। साउ बुढो पारी साउ बाउ उता जाँदैछ, पारी जाने पानी पर्न थाल्यो है बेसरी। माथि लेकतिरबाट पानी सुरु गरिसकेको छ। सुरु गरे यस्तै हो बर्खा मासको काम। पुरै घाँस त यस्तो काट्यो। केराहरूको बिचमा अनौठो केरा है साथीहरू, रातो केरा देख्नु भएको थियो तपाईँहरूले? हेर्नु त, यस्तो घरको सजावटको लागि अगाडि चाहिँ
लगाउने दामी हुने क्या यो सानो सानो बोट हुने टक्क दामी नेपाल आउँदा चाहिँ नेपाल जाँदा चाहिँ मैले त्यसको बिउ लाने भनेको छु कस्तो होला साथीहरू पानी आयो भीषण पानी आयो माथि लेकबाट आमा कालो निलो गरेर अब अलिकति केरा छ लोड गरेर जाने हो